हेलो हामी चाहिँ आज म्याङलुङबाट हामी चाहिँ म्याङलुङबाट उयो होटेलबाट होइन के पो होटेलको नाम पनि बिर्सेँ सन्तोषी होटेलबाट हामी चाहिँ अब कहाँ जानु लागेको पाँचतार नि पाँचतार कता कता घुम्न जानु लागेको त्यहाँ छौँ है। अब हाम्रो गाडीहरू रेडी भइसक्यो मान्छेहरू झर्दैछ अनि यति भन्दै नेक्स्ट उयसमा हामी चाहिँ आउँदा आउँदै हाम्रो गाडी बिग्रियो। गाडी बिग्रेको अवस्था यहाँ बसिराख्नु भएको छ। टुकटुक 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 गाडी कहिले बनिन्छ भने चाहिँ भोक लागेर यहाँनिर दाजुले सुगर फ्री बिस्कुट दिनुभयो अनि खाइरहेछौँ। अब हाम्रो दिदीले चाहिँ जाँदै भरि अर्केर अम्लेट निकाल्नु पर्छ भनेर खानु भएन। अनि खै कतानिर हो ठाउँ पनि थाहा छैन। यहाँ अरू गाडी बिग्रेर बनाउँदै हुनुहुन्छ हाम्रो दाजुले। अब हामी चाहिँ एकछिनमा राकेमा झर्ने अरे झरेर कटुस किन्नुपर्छ। अर्को भन्दै अहिलेको लागि हामी चाहिँ अहिले आठराई भन्ने गाउँमा आएर नास्ता खाँदैछौँ थुक्पा। हामी चाहिँ खाजासाजा खाएर जाँदैछौँ। अब पाँचतार दिन हुँदै हुँदै कता जाने सल्लाह हुँदैछ हाम्रो चाहिँ। हामी चाहिँ अहिले फिदिम आइपुग्यौँ। फिदिममा आइपुगेर गाडी एकछिन रोकाएर फिदिमको भ्यू हेर्दैछौँ। अनि त्यति बेलामा मम्मीलाई मैले भिडियो बनाइदिएको। अब हामी चाहिँ यहाँबाट राके जानु लागेको। राकेमा पुगेर खाजासाजा खाने। हामी चाहिँ राके आइपुग्यौँ। राकेमा चाहिँ लास्टै चिसो रहेछ। अघि उतानिर पाँचतार फिदिम चाहिँ जाडो जाडो थियो। अब यहाँ राकेमा खाना खाने चिसोमा यो होटेलमा। अनि मम्मीहरू चाहिँ यतानिर सब उयो किन्दै हुन्छ झ्याउ स्याउ केहरू अरे। अनि हाम्रो चाहिँ अब यस्तोमा सब्जीहरू सब्जीहरू मम्मीहरू उयो किन्ने। आम्मा कस्तो फगी लागिरहेको छ। छिछि जाडो टुपी ठाडो। आमा के बनाउँछस् ला हिँडेको पनि किन्नुभयो दाजुले। हामी चाहिँ अब रागीमा खानासाना खाएर जाँदै गरेको। अब माइपोखरी जाने कुरा भइरहेछ। माइपोखरी घुमेर आज कन्यामा बास बसेर घर जाने भोलि। हामी चाहिँ माइपोखरी घुम्न आइपुग्यौँ। आएर छिटो लुगासुगा फेरेर माइपोखरी घुम्नु लागेको। अब भ्यू देखाइदिन्छु ल। म चाहिँ भ्यू देखाइदिन्छु भनेर आफ्नो भिडियो पो बनाउन थालेँ। अब यो चाहिँ टिकटकमा फेसबुकमा स्टोरी हाल्नको लागि हो। यहाँ चाहिँ पोखरीको बाटो हिँड्दैछौँ हामी। अब जाने यो सिधै जानुपर्छ नि तल उता कतानिर छ। यहाँ बस्ने ठाउँ छ उहाँनिर छ खिच्ने छौँ जाउँ। अब हामी फोटो खिच्न लागेको। यतानिर यहाँ रहेछ। यता यस्तो छ। कस्तो यहाँ होसी लाग्यो। पोखरी माई पोखरी। पोखरीमा चाहिँ पोखरी मात्र छ। पोखरीभित्र माछा छ। यो कति कुना छ अरे 9 कुना छ नि यसको। हामी सबै कुना तर घुम्नु भ्याइँदैन होला। हामी चाहिँ यहाँबाट यति मात्र घुमेर फर्क्यौँ। अरू आउने साथीहरूले रात पर्छ ढिलो हुन्छ छिटो पुग्नुपर्छ बस्ने ठाउँमा भन्नुभएको थियो र यहाँबाट निस्क्यौँ। अनि आज चाहिँ हाम्रो हरकटेमा बास बस्ने सल्लाह भएको थियो। अनि भोलिपल्ट चाहिँ कन्याम सन्याम घुमेर घर फर्किने कुरा भएको थियो। अब चाहिँ हामी फर्केको। त्यो इटाको त थाहा छैन मलाई कता।
हामी चाहिँ हरकट्टीमा आएर खाना खाँदैछौँ। खाना खाइसकेपछि आज त यहीँ सुत्ने हो अनि भोलि घुमेर कन्याम फोटोसोटो खिच्ने हो अनि जाने हो घर। ल हामी चाहिँ कन्याम पनि आइपुग्यौँ अनि तातो तातो इस्कुसको मोमो खाँदैछौँ। ल है साथीहरू, मैले चाहिँ कन्याममा युट्युबको लागि भिडियो बनाउनु बिर्सेछु। खासै सब्सक्राइबरहरू पनि छैन, नयाँ हो युट्युब च्यानल पनि, त्यही भएर लास्ट लागिरहेको थियो भिडियो बनाउनु पनि। नेक्स्ट टाइम चाहिँ क्यामेरा बोकेर जान्छु। अनि अहिलेको लागि चाहिँ यही क्रिन्जी भिडियो भए पनि हेरिदिनु होला। हस् त, बाई बाई।